माननीय ज्ञानेन्द्र शाहीले प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्। प्रचण्डजी, 2052 सालमा राजा वीरेन्द्र विरुद्ध हतियार कसले उठायो? तपाईले उठाउनुभयो। दरबार हत्याकाण्डपछि सबैभन्दा बढी फाइदा कसलाई भयो? तपाईलाई भयो। जनताको समर्थन कसले प्राप्त गर्यो? तपाईले प्राप्त गर्नुभयो। राजशास्त्र हटाउन विदेशबाट आधुनिक हतियार कसले ल्यायो? तपाईले ल्याउनुभयो। मोबाइल फोन नभएको समयमा सेटेलाइट फोन युरोपियन युनियनले कसलाई दियो? तपाईलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर 17,000 निर्दोष नेपालीको हत्या कसले गर्यो? तपाईले गर्नुभयो। निहत्था नागरिकलाई बाटोमा बम राखेर हत्या कसले गर्यो? तपाईले गर्नुभयो। विदेशीको इसारामा मन्दिरका पुजारी गुम्बाका लामा कसले हत्या गर्यो? तपाईले गर्नुभयो। 33 किलो सुन तस्करी कसले गर्यो? तपाईले गर्नुभयो। क्यान्टनमेन्ट घोटाला कसले गर्यो? तपाईले गर्नुभयो। शाहीले थप लेखेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा विदेशकी इसारा तपाईँ र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो। तर यदि यस्तै भड्किला र झुटा भाषण जारी राख्नुभयो भने नेपाली जनताले तपाईलाई माफी दिने छैनन्। त्यसैले भन्छु, अब नवीनतम सम्झौतामा आउनुहोस्। विदेशीको गुलामी जति गर्नुभयो पुगिसक्यो। अब देशका लागि केही गर्नुहोस्। तपाईलाई प्रचण्डप्रति ज्ञानेन्द्र शाहीको भनाइ कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला।